गाइस साग हेर्नु, यसलाई के भन्नुहुन्छ तपाईहरुले? हाम्रो यता सम्धिनी साग भन्छन्। यो चाहिँ लोरे साग। किराले पात खायो। यति टिपे टिप्दै छु अरु पनि। भिन्डी पनि छ हाम्रो। करेला यो चाहिँ, त्यो चाहिँ फर्सीको मन्टा। 5-6 चोटि खायौं। एउटै हो बुटा चाहिँ। मेरो साग गाइस। यो चाहिँ हाम्रो भोलिको लागि हो। नानीहरु बिहानै उठ्दिन्छन् अनि बिहान केही काम पनि गर्न पाइन्न। दुईटा नानी छ। दुईटा नानीले तरकारी पनि पकाउन, खाना पकाउन पनि गाह्रो छ हामीलाई। मेरो चाहिँ यति भयो गाइस। अर्को ठाउँमा जाम। यो चाहिँ हाम्रो खुर्सानी। मैले यहाँ सुरुको जुन यो पहिलाको मन्टा हुन्छ नि, त्यो मन्टा मैले सुरुमै यस्तो यो मन्टा पहिले भाँच्दिएको अनि कस्तो राम्रो भएको हेर्नु न, झम्म यो मन्टा भाँच्दिएको चाहिँ मैले सबै नि चाहिँ झमझम बाखा, नभाँचेको चाहिँ यस्तो सिंगल पिस मन्टा भाँचेको चाहिँ राम्रो हुँदो रहेछ है साथीहरु। हाम्रो चाहिँ भेन्डी, भान्डा, फर्सीको मन्टा, फर्सी पनि छ। एउटै बुटा हो, आफै उम्रेको। हाम्रो भ्यू पोइन्ट लोकल कुखुरा हेर्नुस् साथीहरु। लोकल कुखुरा लोकल। भोलिको लागि ओके छ हामी 3 जनालाई। हेर्नुस् न साथीहरु, अहिले यो आज जेठको 8 गते, जेठको महिना पनि यस्तो राम्रो फुल फुल्ने हेर्नुस्। अन्त त छैन फेरि फुल, यति हो। सो क्यूट।